समानुपातिक भनेको आदिवासी जनजातिहरूको सवालमा कुरा गर्ने हो भने त सबैभन्दा हामीले कम्प्रोमाइज गरेको पोइन्ट हो, सबैभन्दा कम्प्रोमाइज गरेको पोइन्ट हो। किनभने हाम्रो आफ्नै शासन प्रणाली थियो यो के अरे आफ्नो भूमिमा, हाम्रो भूमिमा। त्यो शासन प्रणालीलाई उपनिवेशकारीहरूले बन्द गर्यो हैन, सैनिक कार्य उपनिवेशको मार्फतबाट बन्द गरायो हैन, कानुन ल्याएर ऐन ल्याएर त्यो के अरे तपाईँको हाम्रो शासन प्रणाली बन्द गराइयो। अनि हाम्रो शासन प्रणाली बन्द गरेपछि हामीले विद्रोह गर्छ भनेर निर्वाचनको माध्यमबाट समानुपातिक प्रणाली ल्याइयो। समानुपातिक प्रणाली भनेको त त्यो हाम्रो विद्रोहलाई रोक्नको लागि, हाम्रो आफ्नो सत्ताको अभ्यासलाई रोक्नको लागि र यही सत्ता यही रहने, 270 वर्षदेखि जुन सत्ता कायम छ त्यही सत्तामा रहने, त्यहाँनिर अनुपातिक रूपमा अलिकति समावेश गर्ने, त्यही भित्र समावेश गर्ने, हाम्रो सत्ता अभ्यास गर्ने कुरा होइन, उसको सत्तामा हामी के गर्ने भन्दाखेरि समावेश भएर उसको सत्तालाई वैधानिकता दिनको लागि बनाएको हो नि यो त सिस्टम त। अनि यसले कसरी के अरे तपाईँको के अरे हामीले के अरे न्याय दिन्छ?